एउटा सानो ऱ्यापिड फायर टाइपको गर्छु म अनि तपाईँलाई लागेको कुरा यु क्यान जस्ट टेल अर यु क्यान स्किप एज पर युर चोइस है दाइ अब 23 इयर्स लगभग भयो तपाईँ अन्टरप्रिनरसिपको जर्नीमा होइन दाइ यो 23 इयर्समा वाट इज वान ह्याबिट युड अलमोस्ट इन्सिस्ट अर फोर्स टु अल द फाउन्डर्स वाट इज वान ह्याबिट दाइ कस्तो इन्सिस्ट गर्ने भने मतलब इन्सिस्ट भन्नाले कुनै पनि फाउन्डर जति पनि फाउन्डरहरू छन् तपाईँले आफै पनि गरिराखेको कुराहरूमा चाहिँ यो ह्याबिट चाहिँ अन्टरप्रिनरहरूमा अथवा फाउन्डर्सहरूमा हुनैपर्छ एउटा यो ह्याबिट चाहिँ हुनैपर्छ भन्ने चाहिँ वाट वुड यु से मेरो जम्मा त्यो चाहिँ लर्निङ हुनुपर्छ जस्तो लाग्छ मेरो जम्मा है एभ्री टाइम झन् यो आइटीमा लाग्ने त्यो एन्टरप्रेनरहरूले त सिक्ने लर्निङ गर्ने ह्याबिट हुनैपर्छ जस्तो लाग्छ लर्न एन्ड इभल्भ होइन त हो र आज भनौँ न यस्तो नयाँ नयाँ टेक्नोलोजी आइरहेछ है सो त्यो चाहिँ हुनुपर्छ जस्तो लाग्छ सो वाट इज द मोस्ट ओभर रेटेड ट्रेन्ड इन द फिनटेक राइट नाउ आजको मितिमा फिनटेकमा सबैभन्दा ओभर रेटेड ट्रेन्ड चाहिँ के होला दाइ ओभर रेटेड इन टर्म्स अफ के भन्ने एनिथिङ तपाईँलाई लागेको यो छ यो नभइदिए पनि हुन्थ्यो ओभर रेट गरे जस्तो लाग्यो जस्तै इक्जाम्पलको लागि एआई आयो अरे होइन एआई ओभर रेट भयो कि क्या हो होइन फिनटेकमा होइन जस्तै हामीले अघि पनि इक्जाम्पल कुरा गऱ्यौँ होइन त्यस्तै अरू पनि केही त्यस्तो छ एआई नै होला अथवा अरू केही त्यस्तो होला जुन चाहिँ आउन त आयो तर फिनटेकमा डजन्ट मेक सेन्स र त्यसलाई चाहिँ हाइप मात्रै क्रिएट गरेको त्यस्तो केही छ तपाईँलाई लाग्छ छैन होइन इट्स ओके इफ यु डोन्ट यो त मैले त्यति चाहिँ के भने अब हुन त त्यही एआई नै एउटा चाहिँ हो हुन त एउटा है अरू के छ त्यस्तो फिनटेकमा चाहिँ एआई त आयो तर दाइ तर त्यसको चाहिँ मेजर अन्डरलाइङ जुन कुरा छ स्टेट छ त्यो चाहिँ डेटा हो क्या अन्टिल देयर इज डेटा एन्ड अर्गनाइज्ड डेटा भनौँ न होइन जसलाई हामी आजको मिति सबैभन्दा पछाडि छौँ होइन गभर्मेन्टले पनि त्यो जुन अघि हामीले भन्यौँ एपिआई दिनलाई त्यसको पनि नदिन सक्नुको कारण भनेकै डेटा अर्गनाइज छैन क्या त्यो नदिन सक्नुको कारण त्यसमा पनि अब म एआई लगाउँछु एमएल लगाउँछु त्यो भन्ने कुरा मात्रै हो जस्तो लाग्यो मलाई चाहिँ त्यो अन्डरलाइङ नै छैन भनेपछि त के गर्न सकिने हजुर पढ्नुहुन्छ दाइ मैले चाहिँ बुक्स चाहिँ मैले त्यति पढ्दिनँ होइन म चाहिँ बरु सुन्ने चाहिँ गर्छु म चाहिँ होइन भनौँ न प्रायः जस्तो चाहिँ त्यो युट्युबहरूबाट सुन्ने त्यस्तो चाहिँ गर्छु म चाहिँ आई थिङ्क यसको आन्सर तपाईँले अघि गर्नुभयो जस्तो लाग्यो त्यही पनि म सोध्छु दाइ एनी बुक अर पर्सन द्याट यु नो सेप्ड यु टु बिल्ड वाट युआर बिल्डिङ नाउ अनि त्यसमा मलाई अघि भने पर्सनमा चाहिँ मैले अघि मेरो त्यो के अरे पाइनर सोल्युसनको ऊ भने नि उदय बराल नि होइन उदय बराल हो सो उसबाट चाहिँ मैले त्यो चाहिँ सिकेको छु धेरै कुरा वेयर इज ही नाउ दाइ युएसमा छ उसको बेसै युएस हो होइन ऊ युएसमै छ बट हिज एनआरएन एनआरएन त्यो हायर गर्दाखेरि हजुरले के हेर्नुहुन्छ दाइ लोयल्टी हेर्नुहुन्छ बढी कि ब्रिलियन्स हेर्नुहुन्छ कि ब्रिलियन्ट छ कि लोयल छ मैले चाहिँ अब हायर गर्दाखेरि नर्मली चाहिँ तिम्रो ऊ त्यो मान्छे कतिको अनेस्ट छ कि छैन होइन त्यो हेर्छु र अर्को चाहिँ ऊ चाहिँ तिम्रो त्यो ब्रिलियन्ट चाहिँ मेरो चाहिँ नेक्स्टमा आउँछ त्यो चाहिँ होइन किनभने त्यो मेरोसँग चाहिँ र ऊ चाहिँ कतिको लर्निङ गर्ने चाहिँ उसको त्यो छ कि छैन उसको छ नि क्यापेबल छ कि छैन र ऊ चाहिँ त्यहाँ त्यो छ कि छैन भनेर मोस्टली चाहिँ म त्यहाँतिर हेर्छु अनि हजुरको कम्पनीमा आजको मितिमा सबैभन्दा पुरानो स्टाफ कति वर्ष पुरानो कम्पनी मान्छे हो दाइ ए छ त 17-18 वर्षको छ 23 वर्ष पुरानो कम्पनीमा 17 वर्ष पुरानो मान्छे चाहिँ छ when it is told that होइन how you define loyalty or how you define successfulness sometimes successful को कुरा पनि डिफिनेसन आउँछ त्यसमा चाहिँ अन्टरप्रेन्योरशिपमा चाहिँ your employee how old are they with and how in what journey have they been with you होइन डाउन्स एन्ड फल डाउन्स अप्स एन्ड सबैमा छन् कि छैनन् भन्ने कुरा 17 वर्षमा चाहिँ 17-18 वर्षको छ एन्ड हु इज द्याट दाइ हाम्रो शिशिर दाइ हो कि क्या होइन ऊ सन्जु भन्ने छ होइन ए ओके सन्जु भन्ने छ सन्जु छ अजय छ शिशिर निरज होइन अनि यिनीहरू सबैजना +10 हो 10-15 हो यिनीहरू चाहिँ त्यस्तो छ द्याट्स ब्रिलियन्ट अब एउटा सानो सेन्टेन्स नेपालमा चाहिँ नेपाल विल स्टप डिपेन्डिङ अन रेमिटेन्स वेन वाट ह्यापन्स दाइ
अहिले त 25 के अरे मतलब 25% डिपेन्डेन्सी रेमिटेन्समा छ नि त, अँ। विच इज ब्याड एन्ड गुड एज वेल होइन त। एक्ज्याक्टली वाट डु यु थिङ्क वेन वाट विल ह्यापन त्यो हुँदाखेरि चाहिँ यो ठिक हुन्छ? अनि मेरो हिसाबमा अब यो तिम्रो अब यो अहिलेको जुन चाहिँ सरकार छ होइन, उनीहरूले पनि अब अहिले उनीहरू एकदम डिजिटलमा टेकमा एकदम छ, फोकस गरिरहेछ होइन। र अब अहिले यहाँ के तिम्रो एआई डाटा सेन्टरहरू बनाउने भनिरहेछ होइन। सो मेरो हिसाबमा चाहिँ यो यसले यो यहीँबाट नि मेरो हिसाबमा राम्रो भयो भने we don't have to always depend on remittance जस्तो लाग्छ मेरो हिसाबमा होइन। So people will come down to Nepal itself. त्यो हुन्छ र प्लस यहीँ नै तिम्रो चाहिँ छ नि अझ आइटीमा बढी बिजनेसहरू गर्न पायो भने, त्यो गर्न पायो भने यहीँबाट पनि रेभेन्यूहरू जेनेरेट गर्न सकिन्छ। कुनै त रेमिटेन्स पनि त होला त्यो पनि होइन, त्यो सबै त अब बन्द त गर्न सक्दैन होइन। कम चाहिँ इट टेक्स टाइम होइन। कति मान्छेहरू यहाँबाट तिम्रो भनौँ न, मैले भने अब त्यो टेक्निकल मान्छेहरू पनि बाहिर गइरहेछ नि त, टेक्निकल मान्छेहरू बाहिर गइरहेछ। सो त्यो मान्छेहरू चाहिँ को लागि यहाँ राम्रो अपर्च्युनिटी भयो भने त यहीँ बस्छ नि त, ऊ बाहिर गएर बस्नु पनि जरुरी छैन। सो त्यो चाहिँ यु थिङ्क कि अहिलेको गभर्मेन्टले त्यो कुरा चाहिँ जुन चाहिँ अब उनीहरूको अहिलेको जुन चाहिँ प्लानिङमा जुन चाहिँ त्यो भनिरहेछ, सो द्याट्स भेरी पोजिटिभ साइन जस्तो लाग्छ मेरो हिसाबमा। त्यो साइन हेर्दै जाँदाखेरि चाहिँ अहिलेसम्ममा पनि अब यत्रो टाइम भयो, 100 दिन पनि पुरा भयो। डु यु हेभ एनी सजेसन फर द गभर्मेन्ट? एनिथिङ यु हेभ अर यु डोन्ट हेभ एनिथिङ टु टेल टु द गभर्मेन्ट? अनि अहिले गभर्मेन्टलाई चाहिँ म चाहिँ अब दे आर डुइङ गुड जब जस्तो लाग्छ होइन। अब 10मा चाहिँ आई वुड गिभ लाइक 8.5 आई थिङ्क। बट त्यो 1.5 को लागि चाहिँ what do you have any suggestion for the government? 1.5 को लागि होइन, अब सजेसन इन द सेन्स अब कुनै चिज उनीहरूले चाहिँ अब छिटो डिसिजन गरेछ क्यारे होइन, छिटो डिसिजन गरेछ र त्यसले चाहिँ कति मिस्टेक्सहरू पनि हुनसक्छ नि त। सो त्यो कुराहरूमा छ, तर ओभरअल चाहिँ दे आर डुइङ गुड। त्यो चाहिँ अलिकति मजाले त्यसलाई स्टडी गरेर त्यसपछि निकाल्दा बेटर हुन्थ्यो भने त्यो गरेर हुन्थ्यो भन्ने कुरा छ। सर्टेन केसेसहरू चाहिँ त्यो ओभरअल चाहिँ मैले भने नि दे आर डुइङ गुड। त्यो कुनै एउटा स्पेसिफिक कुरामा चाहिँ कुन कुरामा लागेको त्यस्तो तपाईँले चाँडै निकाल्यो भनेर? होइन त्यो चाहिँ अहिले नगरौँ। ठिक हो दाइ। होइन त्यसमा चाहिँ मेरो सजेसन भनेको चाहिँ मैले तपाईँको मार्फत चाहिँ FATF ग्रे लिस्टमा छौँ हामी, यसलाई चाहिँ सकुन्जेल सबै एङ्गलबाट चाहिँ होइन मैले ट्राई गरिरहेछ। जुन चाहिँ मैले अब अस्ति हाम्रो के अरे अर्थमन्त्री स्वर्णिम वाग्लेको कुराहरू सुने होइन, जुन चाहिँ दे आर ट्राइङ छ नि त्यो FATF को ग्रे लिस्टलाई हटाउने जुन चाहिँ दे आर टु गरिरहेछ होइन। अनि जुन चाहिँ उहाँले भनेको यो अहिले त्यो मनी लन्ड्रिङको केसेसहरू उहाँले एकदम सिरियसली लिइरहेछ होइन। सो त्यसले चाहिँ मेरो हिसाबमा त्यो ग्रे लिस्टबाट हट्नलाई चाहिँ धेरै हेल्प गर्छ जस्तो लाग्छ मेरो विचारमा। र इट टेक्स टाइम्स अल्सो मेरो हिसाबमा चाहिँ होइन। एउटा लास्ट क्वेसन मेबी होइन, हाम्रो अन्टरप्रेनर्सहरूलाई चाहिँ what is your suggestion and what is one relevant suggestion when people are building something in Nepal and trying to take it global? What exactly would be your suggestion, right? मेरो विषयमा अब जुन चाहिँ त्यो हाम्रो यो नयाँ उनीहरूलाई चाहिँ मेरो विषयमा चाहिँ फर्स्ट अफ अल चाहिँ पैसा नहेर्नु होइन। मेन चाहिँ फर्स्ट अफ अल पैसा नहेर्नु। अर्को कुरा चाहिँ तिम्रो प्रडक्ट चाहिँ होइन, इफ यु हेभ समथिङ प्रडक्ट देन स्टार्ट गर्नु होइन। र सो डोन्ट वेट फर लाइक चाहिँ नि कम्प्लिट प्रडक्ट क्या होइन। सो समथिङ लाइक तिम्रो हुन्छ नि मिनिमम भ्यालु प्रडक्ट हुने बित्तिकै आई थिङ्क यु क्यान स्टार्ट जस्तो लाग्छ क्या। कम्प्लिट प्रडक्ट त कहिले पनि हुँदैन होइन। सो प्रडक्ट त हेज टु बी अलवेज इम्प्रुभ होइन। सो अनि हामी पनि एभ्री टाइम डेभलप गर्दाखेरि अलवेज फेज 1 भनेर डेभलप गर्छ कि फेज 1 होइन। फेज 1 मिनिमम भ्यालुको प्रडक्ट बनायो, फेज 1 देन विल लन्च इट के हुन्छ नि। हरेक चिज बनाउनु अघि मैले भनेको कम्प्लायन्स मोडलहरूदेखि लिएर सेक्युरिटी मोडलहरूदेखि लिएर पनि हरेक त नै ओके सानो फर्स्टमा सानो एउटा प्रडक्ट बनाएर लन्च गऱ्यो अनि देन त्यसलाई बिस्तारै चाहिँ इम्प्रुभ गर्दै लाने, त्यो गर्दै लाने होइन। सो इफ यु वेट फर कम्प्लिट प्रडक्ट त देन त्यो त आउने बेलासम्म त युल बी लेट नि होइन। सो त्यही भएर चाहिँ मेरो हिसाबमा चाहिँ इफ यु हेभ समथिङ देन बिल्ड इट देन लन्च गरेर पनि हुन्छ जस्तो लाग्छ मेरो हिसाबमा चाहिँ। त्यसको भ्यालिडेसन बरु त्यो मार्केटको प्रडक्ट लन्चभन्दा पहिला बरु प्रब्लम बुझ्ने होइन। एक्ज्याक्टली प्रब्लम बुझ्नु पऱ्यो। र अर्को अघि मैले भने जस्तो गरेर क्लाइन्टको जो युजर छ एन्ड युजरको छ उसको कुरा चाहिँ एकदम राम्रोसँग सुन्नु पऱ्यो। मेरो हिसाबमा चाहिँ लिसनिङ चाहिँ त्यो हुनु पऱ्यो, प्यासन हुनु पऱ्यो उसँग चाहिँ होइन।
अनि त्यो गरेर चाहिँ नि सल्भ गर्न सक्नु पर्यो नि। त्यो गरेर चाहिँ रियल वर्ल्डको कुरा थाहा हुन्छ रादर देन चार दिवारीको कोठामा बसेर काम गऱ्यो भने चाहिँ त्यही मात्रै एक्सपिरियन्स आयो नि त। र त्यो के अरे कस्टमरको फिडब्याक चाहिँ एक्सेप्ट गर्नु पर्यो त्यो चाहिँ होइन, गरेर चाहिँ त्यसलाई कसरी इम्प्रुभ गर्ने भने जस्तो छ नि। त्यहाँ सबैभन्दा प्रब्लम हुन्छ क्या टेक अन्टरप्रेन्योरमा, अब्सेस्ड हुन्छ आफ्नो प्रडक्टबाट होइन, मैले पनि आज राइट भनेर चाहिँ बस्नु चाहिँ भएन होइन, जुन जेनरली हुन्छ। अनि त्यस्तो हुन्छ त्यो चाहिँ किन हाम्रो त्यहाँ डेभलपरहरू कतिजना देख्छु नि होइन, यही नि ठिक छ मेरोमा चाहिँ इस्यु छैन उसको इस्यु छैन भने क्लाइन्टले जब इस्यु कम्प्लेन गरेर त समथिङ इज रङ देयर नि त होइन, समथिङ इज रङ। क्लाइन्टले त विदाउट चाहिँ हाउतालले चाहिँ म मेरो इस्यु आयो त भन्दैन होइन, अनि डेभलपरले पऱ्यो के हुन्छ ओके इट्स रनिङ इन माई ल्यापटप भन्छ नि त त्यही भन्छ नि त डेभलपर आई एम नट गोइङ टु युज योर ल्यापटप नि त मेरोमा चलिरहेको त्यो आज भन्छ होइन। सो क्लाइन्टको एभ्री फिडब्याकलाई चाहिँ सिरियसली लिनुपर्छ जस्तो लाग्छ मेरोसँग छ नि होइन। त्यसमा त्यही हुँदै भन्नाले you are not going to use the product. End of the day, customer needs to use it, and he knows better than you what exactly their customers is going to use. Exactly. We have to welcome those ideas every now and then. किनभने त्यो अतुललाई मैले पहिला भन्दाखेरि के छ जुन चाहिँ मेरो यो एप्लिकेसन डेभलप गर्दाखेरि अझ पहिला जुन चाहिँ अर्ली डेजमा चाहिँ मेरो त्यहाँ के हुन्थ्यो भने साथीहरू चाहिँ त्यो टेलरहरू हुन्थ्यो कि त्यो टेलरहरू हुन्छ दिने मान्छे टेलरहरू होइन। जस्तै मैले अब भनौँ न त्यो आइएमईको एउटा इक्जाम्पल हो, अब हाम्रो रामु र चन्द्र दाईसँग त राम्रै लिङ्क थियो उहाँहरूसँग होइन, त एट द सेम टाइम तल्लोपट्टिको त्यो अपरेसनको डिल गर्ने त त्यो मान्छे हो नि त, प्रब्लम त उसले फेस गर्छ नि त। अनि उनीहरूसँग हामी कति बस्थ्यो, म कति उनीहरूसँग बसेर चाहिँ छ नि हामी चाहिँ ब्रेन स्ट्रोमिङहरू गर्थ्यौँ, उनीहरूले कति कुराहरू भन्थ्यो त्यहाँनिर डिबेट पनि होला, मैले पनि भन्ला त्यहाँदेखि यस्तो यस्तो भन्ला उनीहरूले यस्तो यस्तो भन्ला, अनि उनीहरूले कति रियल केसहरू देखाउँथ्यो, देन मैले रियलाइज गर्छु ए हुन त हो भनेर चाहिँ। अनि देन वी ट्राई टु छ नि त्यसलाई चाहिँ अपडेट गरेर चाहिँ उसको निड अनुसार चाहिँ त्यो चेन्जहरू गर्ने कामहरू गर्थ्यो क्या हामीले त्यो चाहिँ। सो कस्टमर पर्सोना र कस्टमर टार्गेट कस्टमर चाहिँ एकदमै टार्गेट कस्टमर र टार्गेट कस्टमरको पर्सोना होइन एकदमै जरुरी छ रिड गर्न, फिडब्याक लिन, मार्केटमा एमबिपी लन्च गरेर बुझ्न, अन्डरस्ट्यान्डिङ अफ द एक्सेप्टेबिलिटी हेर्न, प्रडक्ट मार्केट फिट बनाउन। अन्टिल यु आर डुइङ द्याट डोन्ट थिङ्क अबाउट मनी, डोन्ट थिङ्क अबाउट बिजनेस, डोन्ट थिङ्क अबाउट मार्केटिङ। त्यो प्रडक्ट राम्रो भएर क्लाइन्टले राम्रोसँग त्यो एक्सेप्ट गर्यो भने त पैसा त आइहाल्छ नि पछि बिस्तारै होइन। यो चतुर रामलिङ्गम के अरे त्यो पिके फिल्मको होइन एक्सिलेन्समै फोकस गरो पैसा अपने आप आएगा भन्ने त्यही कुरा हो है। एक्ज्याक्टली मलाई त्यस्तो लाग्छ मलाई होइन। र त्यो अब स्पेसली मैले अब आइटीको मान्छेले भने मैले चाहिँ होइन आइटीमा लाइनमा चाहिँ पैसा चाहिँ म 2 वर्षभित्रमा म चाहिँ पैसा कमाउँछु भनेर सोच्नु चाहिँ भएन। आई डु हेभ द्याट फिलोसफी है। त्यो तपाईँले जुन भन्नुभयो त्योभन्दा पहिला म फिल्मबाट त्यो रणछोड दास भन्ने छ नि त त्यो पिकेको त्यो फिलोसफी म पनि अलिकता लिन्छु होइन। एक्सिलेन्स चाहिँ बिस्तारै हुन्छ तर एक्सिलेन्स फोकस चाहिँ गर्नुपर्छ भन्ने कुरा हो होइन। तर त्यो फोकस गऱ्यो भने चाहिँ अरू कुराहरूले चाहिँ मनीले फलो गर्छ बिस्तारै गर्छ। मेरोसँग चाहिँ लाग्छ मलाई त्यो।